Judul namaste Neva FM sachiu khubati khub mega harz radio yana chunadi machita thau नेपाल समाजले गार्से 41 तसलागा ठौ सप्तमी तिथि 28 चन्द्र विक्रमसम्म 2078 साल ठौ असार 18 गते ठौ या अनक नेवा एफएम दबु जियाजोले ठौ कोरोना कोभिड 19 संक्रमण नाप कोभिड संक्रमण याले नेपाल सरकार घोषणा यागुको नेपाल सशस्त्र प्रहरी अस्पताल कोभिड अस्पताल या एपीएफ अस्पताल या कोभिड आइसोलेसन व्यवस्थापन प्रमुख कथा जेडीमा डाक्टर आशिष थापाको नेपाल सशस्त्र प्रहरी या डीएसपी न ख प्रहरी नायब उपरीक्षक ख वेकर पठो नेवा एफएम या ज्याजोले कोभिड या व्यवस्थापन आइसोलेसन या व्यवस्थापन घटना जरुरी विशेष सल्लाह व्याख्या झोले ठौय अनक नेवा एफएम दबु ज्याजोले वेक नेवा एफएम स्टुडियोले दी छि भिडियो पाखेन सोचुन दिगु दु वेकन पठौ या कोभिड संक्रमण व्यवस्थापन विशेष वेकन खना बेला या झोले हुने वेक नेवा समुदाय सेपिनी लामो जोली वेकन नेपाली भाषामा खना उजौ फना छना छिके डाक्टर साहब नमस्कार यहाँलाई स्वागत छ नेवा एफएम रेडियोमा धन्यवाद सर यहाँको संक्षिप्त परिचय त मैले दिएँ हाम्रो श्रोताहरूलाई र अझै विस्तृत रूपमा परिचय दिनुपर्दाखेरि यहाँको जन्म चाहिँ कहिले कहाँ भयो राम्रो परिचय दिनुभयो सर एकदम धन्यवाद छ मेरो नाम सरले भनिदिइहाल्नु आशिष थापा हो सर म पुरानो घर म पोखराको हो 2046 सालमा जन्म हो मेरो त्यसपछि मैले पढाइ लेखाइ गरेँ उतै 12 क्लाससम्म चाहिँ एसएस पोखरामा पढेँ त्यसपछि एमबीबीएस मैले बङ्गलादेशबाट गरेँ त्यसपछि आएर मेडिकल अफिसर भएर पाटन हस्पिटलमा काम गरेँ लगभग 9-10 महिना काम गरेपछि चाहिँ मैले एमडीको लागि टिचिङ हस्पिटल जोइन गरेँ टिचिङ हस्पिटल जोइन गरेर सकाएपछि चाहिँ म केएमसीमा काम गर्थेँ त्यहाँ काम गर्दा गर्दै मैले चाहिँ डायबिटिजमा एउटा फेलोसिप गरेँ इन्डियाबाट त्यसपछि अघिल्लो वर्ष माघमा चाहिँ म सशस्त्र प्रहरी अस्पतालमा अहिले जेनरल प्र्याक्टिसनर र इमर्जेन्सी फिजिसियनको रूपमा चाहिँ अहिले कार्यरत छु र सँगसँगै हामीले जोइन गर्दा सँगसँगैदेखि नै कोरोना आयो देशमा यही कोरोनासँग लड्दै लड्दै अहिले एउटा सानो कोरोनाको परिचय नै दिने बनाइसक्यो अनि डाक्टर साहब अर्को परिचय पनि मैले दिएँ यहाँ नेपाल सशस्त्र प्रहरी बलको चाहिँ प्रहरी नायब उपरीक्षकको जिम्मेवारीमा हुनुहुन्छ यो प्रहरी सङ्गठनसँग चाहिँ कहिले कसरी जोडिनु भयो यहाँ प्रहरीमा यस्तो सर अब क्षेत्रीको छोरो भएर होला फोर्समा पहिलेदेखि अलिकति इन्ट्रेस्ट थियो हजुर त्यसपछि कस्तो भयो भने ठ्याक्क भ्याकेन्सी पनि खुलेको अवस्था इन्ट्रेस्टेड पनि त्यही भएर एक्जाम दियो राम्रोसँग निक्लिएछ पनि निक्लिएपछि चाहिँ अनि जोइन गर्ने अब इन्ट्रेस्टेड पहिल्यैदेखि त्यसमाथि नाम पनि निक्लिएको केही गरौँ भन्ने इच्छाले देशको सेवा गरौँ भन्ने इच्छाले चाहिँ जोइन गरियो सर प्रहरी सङ्गठनसँग चाहिँ यसरी राष्ट्रको सेवामा चाहिँ जोडिनु भयो खुसीको कुरा यहाँले सुनाउनु पर्यो अब चाहिँ देशमा अब भनौँ न विश्वभरि नै अब कोभिड 19 जुन ढङ्गले चाहिँ आयो र त्यसपछि नेपाल सरकारले सशस्त्र प्रहरीको यो हाम्रो बलम्बु स्थित अस्पताललाई चाहिँ कोभिड अस्पतालै घोषणा गरेर सङ्क्रमितलाई चाहिँ उपचार गर्ने जुन खालको व्यवस्था गरेको छ र यो कोभिड पेन्डेमिक पिरियडमा चाहिँ अब एपीएफ अस्पतालले जुन खालको एउटा सफलता पनि हासिल गरेको छ यो आम नेपालीमा जगजाहेरै छ यो कुरा होइन र सुरुको चाहिँ अब कोभिड 19 जुन भनिएको छ नि अहिले 21 छ होइन कोभिड 19 को सुरुको चाहिँ वेब आउँदाखेरि यहाँले त्यो बेलाको अलिकति स्मरण चाहिँ सुनाउनु त्यो बेला कस्तो भयो सुरुको वेबमा यस्तो छ सर यसलाई मैले पहिला कसरी जोडेँ भने जुन सफल एपीएफ नेपाली एपीएफ सफल भयो भन्ने कुरा छ नि सर यसको रिजन पहिला दिनु मन लाग्यो मलाई यसको रिजन चाहिँ लिडरसिप हुँदो रहेछ हैन नेतृत्व हजुर अब संगठनको नेतृत्व सामान्य सर हुनुभयो त्यसपछि हाम्रो हस्पिटलको नेतृत्व त्यसपछि चाहिँ टिम वर्क रहेछ हैन सर अब टिम वर्क कस्तो भयो भने हामीले चाहिँ हस्पिटल कस्तो गर्यो भने हस्पिटलमा पुरै टिम नै एकैचोटि काम गर्यो भनौँ न म अर्थोपेडिक्सको डाक्टर म चाहिँ इएनटी सर्जन म न्युरो सर्जन होइन कि हामी सबैजना मिलेर
कोभिडतिर लाग्यौँ। त्यसले गर्दाखेरि चाहिँ हामीलाई सफल बनायो, टिमवर्क भने चाहिँ त्यसरी आयो। जुन सुरुको फेज भन्नुभयो सर, जुन हामीलाई चाहिँ वुहानबाट स्टुडेन्टहरू ल्याएर उद्धार गरेर भनौँ न क्वारेन्टाइनमा राख्नु पर्छ, त्योबाट चाहिँ हामी त्यो समयबाट अहिलेसम्म कोभिडमै इन्भल्भ छौँ। त्यति बेला चाहिँ हाम्रो तयारी कस्तो थियो भने कोभिड डेडिकेटेड सुरु गर्नु अगाडि हामीले हाम्रो हस्पिटलको लागि चाहिँ 6 बेड्सको आइसोलेसन तयार गरेका थियौँ। त्यसपछि 9 गतेको दिन चाहिँ हामीलाई डेडिकेटेड हस्पिटल, होल हस्पिटल नै कोभिड डेडिकेटेड बनाउनु पर्यो भनेपछि हामी फेरि त्यसमा लाग्यौँ, पुरै स्टाफ ट्रेनिङतिर लाग्यौँ। म्यानेजमेन्टदेखि लिएर हजुरको इलेक्ट्रिसियन, प्लम्बर, डाक्टर, नर्स, प्यारामेडिक सबैलाई चाहिँ कोभिड कोरोना भनेर रोक्यो, कसरी सर्छ, कसरी बस्ने, यस्ता कुरामा प्रिभेन्टिभ कुरामा पनि लाग्यौँ। साथसाथै चिकित्सक टोली, नर्सिङ टोली चाहिँ हामी ट्रिटमेन्टकोतिर पनि, ट्रिटमेन्ट प्रोटोकलहरू बनाउनतिर पनि लाग्यौँ। यसरी चाहिँ हामी अगाडि बढ्दै गएको थियौँ। सुरुको फेजको कुरा यो हामी प्रसङ्ग फेरि जोड्नेछौँ। एकैछिन यो व्यावसायिक विश्रामपछि हामी फेरि डाक्टर साहबसँग जोडिनेछौँ। एकैछिन व्यावसायिक विश्राम लिन चाहन्छु। जोजुलोपा नमस्ते। नेपाल भाषा एकाडेमिया नीति अनक मिडिया नेबोया भाषा साहित्य वा संस्कृतिसँग नेवा एफएम 106.6 मेगाहर्ज रेडियो निर्णय दिशा निङ्का दिशा जी हरिवंश आचार्य सुब्बा तलको रातो बटन थिचेर सब्स्क्राइब गर्न नबिर्सिनु होला। श्रोताबिन विश्रामपछि फेरि पनि जोडिएका छौँ हामी अनक नेवा एफएम दबु कार्यक्रममा छौँ र यति बेला आजको यो शुक्रबारको दिनमा हामी नेपाल एफएफ अस्पताल, जुन नेपाल सरकारले कोभिड अस्पतालको रूपमा घोषणा गरेर कोभिड सङ्क्रमणको उपचारमा जुन अस्पतालले एउटा सफलता हासिल गरेको पक्षलाई हामीले आजको यस कार्यक्रममा समेटिरहेका छौँ। यो विषयवस्तु लिएर आएका छौँ र मसँग उक्त अस्पतालका आइसोलेसन व्यवस्थापनका प्रमुख व्यक्तित्व हुनुहुन्छ डाक्टर आशिष थापा। उहाँसँग कोभिड-19 र यो सङ्क्रमण व्यवस्थापन र आइसोलेसनको विषयमा कुराकानी गर्न क्रममा छौँ हामी। र डाक्टर साहब फेरि पनि यहाँलाई कार्यक्रममा स्वागत गरेँ। धन्यवाद सर। र पहिलो वेबको कुरा त हामीले गऱ्यौँ होइन। अब बलम्बु जुन नेपाल एफएफ अस्पताललाई, सिङ्गो अस्पताललाई यदि सरकारले कोभिड अस्पताल घोषणा गरेको छ, उक्त अस्पतालमा के कति जनशक्ति, स्वास्थ्य कर्मी लगायत व्यवस्थापन पक्षमा चाहिँ यहाँको यो लामो समयदेखि यहाँको चाहिँ यो टिम चाहिँ अहिले लागिरहनु भएको छ? हजुर सर, यस्तो छ सर, पहिला सानो एउटा क्लियर के गर्नु पर्यो भने म व्यवस्थापन प्रमुख नभएर चाहिँ म पनि एउटा पार्ट हो, आइसोलेसनको चाहिँ पार्ट हो, प्रमुख अलि होइन सर। अनि हाम्रोमा इन्भल्भ जनशक्ति भन्नुहुन्छ भने चाहिँ एट अ टाइम अब बिरामीको चाप हेरेर अब अघिल्लो केही हप्ता अगाडि हामी हाराहारी 200 बिरामी हेर्छौँ। त्यति बेला चाहिँ स्वास्थ्य कर्मी आइसियुलाई, एसडियुलाई, वार्डलाई गरेर चाहिँ झन्डै 150 जस्तो 150को संख्याको जनशक्ति चाहिँ भित्रै नै बस्ने गरे। 100 देखि 150 को जनसङ्ख्या हाम्रो जुन डाक्टर हुन्छ, नर्स हुन्छ, प्यारामेडिक्स हुन्छ, सबै चाहिँ भित्रै हामी चाहिँ प्राय अहिले पनि रेसिडेन्सियल ड्युटी भन्छौँ, 7 दिनको ड्युटी गर्छौँ र अफ लिन्छौँ होइन। त्यति 100 देखि 150 को संख्याको चाहिँ हाम्रो स्टाफ भित्र नै परिचालित हुन्थ्यो त्यति बेला। अब अहिले बिस्तारै केस लोड घट्दैछ। अब भनौँ न अहिले चाहिँ 50 देखि 60 को रेन्जमा हुँदाखेरि चाहिँ अहिले यस्तै 50 देखि 100 को बिचको जनशक्ति चाहिँ अहिले परिचालित छ। अहिले आजको दिनसम्म भइरहेको छ। हजुर हो। अनि अस्पताल अब बाहिरबाट देख्दाखेरि अस्पताल जुन खालको संरचना हामी नेपालीले, हामी आम मानिसले देखिरहेका छौँ, तपाईँको जुन हस्पिटल, त्यसलाई चाहिँ 81 यो कोभिड अस्पताल घोषणा गरिँदाखेरि
त्यसको म्यानेजमेन्ट अब अस्पतालमा अरू रेगुलर पेसेन्टहरू पनि होला नि होइन के छ कोरोना मात्रै उपचार गराउनु भएको सङ्क्रमितको मात्र उपचार गराउनु भएको छ कि छुट्टै अस्पतालभित्रै छुट्टै त्यो सङ्क्रमणको लागि छुट्टै व्यवस्थापन गर्नु भएको छ? यो बडो गजब क्वेसन। यसलाई चाहिँ कस्तो थियो भने जुन अघिल्लो वर्ष चैत 9 गतेको मन्त्री परिषदको निर्णयले के भनेको थियो नेपाली एपिएफ हस्पिटल चाहिँ कोभिड डेडिकेटेड पुरै कोभिड मात्रै हेर्ने अनि जुन एपिएफ अस्पतालमा भएका अरू कोभिड बाहेकका बिरामीलाई चाहिँ त्यति बेलाको कन्डिसनमा नेपाल आर्मी अस्पताल वीरेन्द्र छाउनी अस्पतालमा चाहिँ उपचार गर्ने भन्ने कुरा भएको थियो अघिल्लो वेबमा। अहिलेको वेबमा चाहिँ हामीले प्यारालली दुईटै अस्पताल चाहिँ सञ्चालन गरिरहेछौँ, कोभिड पनि चलाइरहेछौँ, नन कोभिड पनि चलाइरहेको। हजुर अहिले चाहिँ चलाइरहेको गइरहेको छ। र अर्को जिज्ञासाको कुरा अब जस्तो डाक्टर साहबहरू अब चाहिँ यो कोरोना पिरियडमा मैदानमै हुनुहुन्छ स्वास्थ्य कर्मीको नाताले सुरक्षाकर्मीको नाताले होइन अब हामी सञ्चारकर्मीको नाताले हामी पनि मैदानमै छौँ र सुरुको फर्स्ट वेभमा र सेकेन्ड वेभ चाहिँ आइपुग्दाखेरि चाहिँ नेपालीले भनौँ न धेरै नै अब धनजनको क्षति भोग्नुपर्ने अवस्था आयो। इभेन अब हामी जहाँ अहिले किर्तिपुरमा बसिरहेछौँ चन्द्रागिरी नै भनौँ होइन काठमाडौँ भ्याली खास गरी नेपालको राजधानी नै केन्द्रित नै देखियो दोस्रो वेभ है। दोस्रो वेभको अलिकति चाहिँ त्यो बेला अब चाहिँ अस्पतालमा चाहिँ अब बेड नपाउने अक्सिजन नपाउने बिच बाटोमै चाहिँ समयमा अस्पताल नपुग्दाखेरि उपचारको चाहिँ अभावमा चाहिँ धेरैको ज्यान गएको छ। त्यो बेलाको पिरियडलाई एक्चुअली स्मरण गरौँ न। त्यो दोस्रो वेभमा चाहिँ खास गरी त्यो वैशाखको अन्तिममा पर्छ, वैशाखको लगभग 20 गतेपछि भनौँ 16 गते निषेधाज्ञा भयो है। त्यो टाइममा कोभिड अस्पतालमा के कस्तो खालको अवस्था यहाँले व्यवस्थापन गर्नुभयो, कस्तो रह्यो? यो यस्तो रहेछ, अब पहिलो वेभ र दोस्रो वेभमा हामीले के सिक्यौँ भन्दा पहिलो वेभ अलिकति बिस्तारै चुचो हुँदै गएको थियो, दोस्रो वेभमा एकैचोटि चाहिँ चुचो भयो, एकैचोटि धेरै केस आए। पहिलो वेभमा हाम्रो ट्रिटमेन्ट टिम चिकित्सकीयदेखि लिएर हाम्रो जुन खटिने टिम हुन्छ सरकारकै भनौँ नेपालकै भनौँ अलिकति प्रिपेयर्ड अलिकति कम हुनसक्छ, त्यति बेला रोगको बारेमा डर अलिक बढी हुनसक्छ। दोस्रो वेभमा आउँदाखेरि चाहिँ विगत 1 वर्षदेखिको एक्सपिरियन्स लिएर रोगको बारेमा जानकारी लिएर चाहिँ एकदम सशक्त लड्न चाहिँ हेल्थ केयर टिम सबै तयार नै थियो। बिचमा तयारी अरू पनि भनौँ लजिस्टिक तयारी अब हाई केयरहरू बने, आइसियुका सिस्टमहरू चाहिँ आइसियुहरू थप गरियो, अक्सिजनका योहरूको अक्सिजन कन्सन्ट्रेटरदेखि लिएर अक्सिजन प्लान्टदेखि लिएर लिक्विड अक्सिजन यी सबै तयारी गरियो। तर यी सबै तयारीको बावजुद पनि कसो भयो भने सेकेन्ड वेभमा जुन चाहिँ स्ट्रेन बढी आयो भनौँ न इन्डियाबाट आएको भेरिएन्ट जुन छ स्ट्रेन, यो स्ट्रेन के देखियो भने यसको ट्रान्समिसन सर्ने सङ्क्रमण दर चाहिँ एकदमै धेरै रहेछ होइन। सङ्क्रमण दर धेरै भएपछि भनौँ न दिनको 10 जनाको दरले चाहिँ हस्पिटलमा एडमिसन आउनु र एकैचोटि 100 जनामा चाहिँ एडमिसन आउनुमा फरक चाहिँ पर्दो रहेछ। अब बेड नपाउने भनेको नि यही अवस्थाले, जस्तै अब बेड चाहिँ हामीसँग जति डिस्चार्ज त्यति नै एडमिसन हो, पिकको टाइममा त हजुरको जति बेड छ त्यति पुरै प्याक हुन्छ, त्यो दिन जति डिस्चार्ज हुन्छ त्यति नै एडमिसन हुन्छ होइन। अब एडमिसनको लागि रेस्पोन्स त तपाईँको दैनिक 10,000 बढी नै पोजिटिभ आउनु थालिसक्यो मान्छे थियो होइन। त्यो अवस्थामा चाहिँ भ्यालीमै पनि यति धेरै पोजिटिभ आउँछ कि हस्पिटलमा एडमिसनलाई एप्रोच धेरै नै हुन्छ। अब हामीले त्यति बेलाको व्यवस्थापन भन्नुहुन्छ भने पेसेन्टलाई कसरी व्यवस्थापन गरेको भन्नुहुन्छ भने अब सबै आउने कलहरू जतिजना एडमिसनलाई आउनुहुन्छ इमर्जेन्सीमा आउनुहुन्छ सबैलाई चाहिँ इमर्जेन्सीमा आएकोलाई त एडमिसन गराइयो, कुरो मिलिहाल्यो। त्यसपछि जुन एप्रोच गरेर होम आइसोलेसनमा अथवा घरै बसिरहेको बिरामीलाई चाहिँ कन्डिसन आउँछ, उहाँहरूले फोन गर्नुहुन्छ, हाम्रो एउटा नम्बर एभाइलेबल पनि छ, त्यहाँबाट हामीले कसो गऱ्यौँ भने सबैलाई पर्सनल्ली फोन गऱ्यौँ, स्थिति बुझ्यौँ के रहेछ त अवस्था के छ, अहिले अक्सिजन के छ, कतिको गाह्रो भएको छ भनेर बुझ्यौँ। त्यसपछि जसलाई चाहिँ एकदमै इमर्जेन्सी केयर चाहिन्छ उहाँहरूलाई चाहिँ नजिक जुन हस्पिटल छ त्यो हस्पिटलको इमर्जेन्सीमा जाने सल्लाह दियौँ। जसलाई ठिकै छ उहाँहरूलाई चाहिँ हाम्रै निगरानीमा होम आइसोलेसन बस्ने सल्लाह दियौँ। त्यसपछि बाँकी रहेकोलाई जतिलाई चाहिँ तत्काल एडमिसन चाहिन्छ उहाँहरूलाई चाहिँ हामीले बोलायौँ। यसरी पेसेन्ट म्यानेजमेन्ट चाहिँ यसरी गऱ्यौँ। अब स्टाफ म्यानेजमेन्ट भन्नुहुन्छ नि त अघिल्लो वेभमा हामी जसरी लागि परेको थियौँ त्यसरी नै हामी अगाडि बढ्यौँ। हजुर
भन्नाले अस्पतालमा बिरामी चाहिँ बेड नपाएर चाहिँ चाप भएको नपाएको अवस्थामा अरू अस्पताल उपचारको लागि अरू अस्पतालसँग पनि समन्वय गर्नुभयो गर्नुपर्ने भयो होइन। जुन अस्पताल नजिक छ त्यही अस्पतालमा जानुस् भनेर सल्लाह दियो। नजिकको अस्पतालमा इमर्जेन्सीमा गएर एउटा एक लेभलको एसेसमेन्ट हुन्छ, डाक्टर साहबहरूले हेर्नुहुन्छ, हेरेपछि कसलाई चाहिँ भर्ना चाहिन्छ कसलाई चाहिँ चाहिँदैन भनेर एसेसमेन्ट हुन्छ। त्यसपछि हस्पिटल एडमिसन चाहिने नचाहिने त्यसपछि डिसाइड गर्न सकिन्छ। भन्नाले यो दोस्रो वेभसम्म आइपुग्दाखेरि यहाँको अस्पतालमा आइसोलेसनको क्षमता चाहिँ कति बेडको भयो? हामी पहिला सुरु गरेको थियौँ 120 आइसोलेसन र 20 बेड आइसियुको। पछिल्लो हामी यो वेबमा चाहिँ हामी 200 बेडसम्म हामी सञ्चालनमा रह्यौँ। 200 बेडसम्म विस्तार भएको अवस्था। त्यो 200 बेड पनि चाहिँ भरिएको अवस्था, अझ बिरामीले चाहिँ नपाएको बेड नपाएको अवस्था पनि त्यो बेलामा हाम्रो त लगभग बिरामी कुर्वा बेडमा पनि हामीले बिरामी राखेर पनि हेर्नुपर्ने अवस्था थियो त्यति बेला चाहिँ। अझ यहाँको जिम्मेवारी त अर्को पनि थियो, जस्तो अब आम नागरिक पब्लिकको त एउटा कुरा भइहाल्यो, अर्को अब सुरक्षा निकाय सङ्गठनभित्रकै पनि सङ्क्रमितहरूलाई उपचार गर्नुपर्ने जिम्मेवारी पनि छ होइन। सुरक्षा निकायका हाम्रा चाहिँ साथीहरूको तपाईँको टिममा चाहिँ कतिको सङ्क्रमणको अवस्था? हेल्थ केयर टिममा पनि छ, नभएको होइन, हेल्थ केयर टिम पनि छ। त्यसपछि जो सिपाहीहरू हुनुहुन्छ इन्फेन्ट्री उहाँहरूमा पनि छ। सङ्क्रमण दर त छ, किन हुन्छ नै, तर अरूको कम्पेरिजनमा चाहिँ हाम्रो सङ्क्रमण अलिक कम नै छ। सशस्त्र प्रहरी बलभित्र चाहिँ कम छ भन्ने कुरा चाहिँ देखिएको छ आँकडाले है। अनि जनपदमा जति छ त्यति चाहिँ सशस्त्रमा कम नै छ। र डाक्टर साहब यति बेला अब यहाँ भनौँ न स्वास्थ्य कर्मी पनि हुनुहुन्छ है, यो दोस्रो वेभसम्म आइपुग्दाखेरि यहाँले कोभिडलाई दुर्भाग्यवश भोग्नुभयो कि भएन अनुभव? मलाई दुर्भाग्यवश अहिलेसम्म चाहिँ टचवुड लागेको छैन मलाई चाहिँ अहिलेसम्म। अनि त्यो जस्तो बिरामीहरूको चाहिँ अब अवस्था देख्दाखेरि कस्तो खालको यो सिम्टम्सहरू चाहिँ फरक फरक खालका सिम्टम्सहरू थिए है? हजुर, जस्तो अब लक्षणै नदेखाइ चाहिँ एकाएक चाहिँ अब चाहिँ समस्या सास फेर्न गाह्रो भइहाल्ने खालको, यी कुरालाई चाहिँ मेडिकल्ली तपाईँले कसरी हाम्रो श्रोताहरूलाई चाहिँ यसो छ? कोभिडको सङ्क्रमण भएपछि लक्षणहरू के देखिन्छ भनेर भन्दा नदेखिने प्रायः टाउकोदेखि खुट्टासम्म सबै कुरा देखिन्छ। यसलाई कसो भनिन्छ भने यो हाम्रो मेडिकलतिर मेडिकल ल्याङ्ग्वेजमा ल्याङ्ग्वेज नभनौँ एउटा जोक जस्तो छ कि कोरोनाले होइन मान्छेलाई प्रेग्नेन्ट बनाउनु बाहेक अरू सबै चाहिँ गर्छ अरे भनेर भन्छ नि, जोक जस्तो छ। टाउकोदेखि खुट्टासम्म सबै हुन्छ सिम्टम लक्षण होइन। तर कतिपयलाई यो लक्षणको वर्गीकरण गर्ने भने चाहिँ 80%लाई माइल्ड हुन्छ, मध्यम हुन्छ, माइल्ड टु मोडरेट हुन्छ, अनि 15% हाराहारीलाई चाहिँ सिभियर हुन्छ, हस्पिटलै जानुपर्ने हुन्छ होइन, अनि 5%लाई आइसियु नै जानुपर्ने हुन्छ। यसमा चाहिँ 2% हाराहारीको चाहिँ मृत्यु हो। 2% हाराहारीको चाहिँ मृत्यु हो। हामीले हस्पिटलमा धेरै डिल गर्ने भनेको यो पछिल्लो 20% चाहिँ हस्पिटलमा डिल गरिन्छ। अघिल्लो 80%को मान्छेमा हजुरले भने जस्तै समस्या नदेखिन सक्छ, पोजिटिभ मात्रै आएको हुनसक्छ, समस्या नदेखिन सक्छ। बिचको 15%मा ज्वरो आउने, अलिअलि सास फेर्न गाह्रो हुने, निमोनियाको लक्षण देखिन्छ, तर घरमै ट्रिट गर्न पनि सकिन्छ। पछिल्लो 5लाई चाहिँ अस्पताल नै आउनुपर्छ। उहाँहरूलाई चाहिँ सास फेर्न गाह्रो हुने, ज्वरो हनने आउने, छाती दुख्ने होइन, अक्सिजन पनि हाई फ्लोमा लाउनु पर्ने, त्यस्तै भेन्टिलेटरमा राख्नु पर्ने, यस्तो अवस्था चाहिँ हुन्छ। अब मेडिकल साइन्सले एउटा कुरा यो अब कोरोना कोभिड-19 एउटा पार्ट आफ्नो ठाउँमा छ र हामीले अब सामाजिक सञ्चार माध्यममा आम नेपालीको धारणा हेर्दाखेरि चाहिँ के पनि छ भने डाक्टर साहबले अब कतिको यो कुरामा सहमत हुनुहुन्छ होइन? कोरोनाले भन्दा डरले धेरै मान्छे मरे अथवा चाहिँ समयमा उपचार गर्न नसक्दाखेरि धेरै मान्छेको मृत्यु भयो भन्ने कुरा चाहिँ कसरी यहाँले यसलाई यसरी रिलेसन गर्नु, यसलाई रिलेट गर्नुपर्छ भने अब पछिल्लो समयमा कस्तो आयो भने कोरोनाको लक्षण लगभग सबैलाई यही हो भन्ने कुरा थाहा भएर आफू खुसी औषधि पनि खान थालेको अवस्था हो। आफू खुसी औषधि अब औषधि यही त दिने रहेछ, स्टेरोइडै दिने रहेछ, एस्पिरिनै दिने रहेछ भनेर औषधि लिन थाल्नुभयो। यसले गर्दा चाहिँ समयमा उपचार नपाउने भन्दा नि आफै उपचार सुरु गरेको अवस्था हुन्छ कि कति अहिले हामीले हेरेको बिरामीमा पहिला एउटा एन्टिबायोटिक, स्टेरोइड सबै चाहिँ यही त हो हस्पिटल गइन दिने भनेर सुरु गरेको अवस्था हो।
बिरामीले चाहिँ उपचार नपाएर भन्दा नि यसको टाइमिङ हुन्छ नि त, जस्तै यसको कोर्स हुन्छ, पहिलो हप्तामा के गर्ने, दोस्रो हप्तामा के गर्ने, हामीले त्यो हेरेर औषधि गर्छौँ। तर यो जेनरलाइज सबै लक्षण कोरोनै हुन् अनि खाने औषधि यिनै हुन् भनेर अग्रिम नै त्यही औषधि सुरु गरेपछि चाहिँ जनधन अलिकति क्षति भएको चाहिँ हो होइन। उपचारै नपाएर भन्न अलिकति नमिल्ने नै अवस्था छ, कोही कोहीलाई होला होइन, कोही कोहीलाई चाहिँ पर्न सक्छ। अनि त्यसपछि अर्को एङ्जाइटी, तपाईँले भनेको मानसिक समस्या भनौँ, डर कस्तो हुन्छ भने समस्यै छैन तर पनि अक्सिजन नापिरहँ जस्तो लाग्ने, एक घट्ने बित्तिकै डराएर सास फेर्न गाह्रो भयो जस्तो हुने होइन। यो एङ्जाइटी फ्याक्टर त छ नै छ, कोरोना हुँदा पनि छ, कोरोना निको भएपछि पनि छ, नभएको होइन। यसले ज्यानै लिएको त होइन तर हस्पिटल भिजिट चाहिँ बढाएको छ, हस्पिटल जाने कुरा चाहिँ बढाएको छ। हस्पिटल जानु बढ्नुको कारणमा एउटा अर्को के पनि देखेँ भने यो दोस्रो वेभमा चाहिँ सुरुमा जस्तो चाहिँ अब कम्युनिटी लेभलमा चाहिँ अब आइसोलेसन अथवा सरकारले नै भनौँ आइसोलेसनको व्यवस्था चाहिँ त्यति हुन नसकेको देख्दाखेरि मानिसहरू चाहिँ प्रायः चाहिँ होम आइसोलेसनमै देखियो, सङ्क्रमितहरू चाहिँ होम आइसोलेसनमै धेरै बसेको देखियो। अब त्यो अनि त्यसपछि चाहिँ जब अन्तिम अवस्थामा हजुरले भन्नुभयो जस्तै अन्तिम अवस्थामा जुन समस्या आयो अनि अस्पतालमा आयो, यस्तो छ होम आइसोलेसन नै नबस्नु भन्ने अवस्था त छैन, त्यो पनि छैन। अब पिकको बेलामा होम आइसोलेसनले दुईटा कुरा गर्छ, एउटा बिरामी आफ्नै घरमा सुरक्षित बस्न पायो, अर्को भने अस्पतालको लोड चाहिँ घट्यो, जसलाई चाहिँ हामी अक्सिजनै लाउनु पर्दैन, उहाँलाई हस्पिटल भर्ना लिएर बस्नु पर्यो। यो दुईटा फाइदा गर्छ। तर होम आइसोलेसन बस्दैमा सबै आफै गर्नुपर्छ भन्ने छैन, भनौँ न एउटा फलोअप गर्न सकिन्छ। आफ्नो चिकित्सक हुनुहुन्छ, फ्यामिली फिजिसियनहरू हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ फोनमा जस्तै मैले पनि हेरेँ, धेरै लगभग 20जना जस्तो चाहिँ होम आइसोलेसनमा हामीले पनि राख्यौँ। तर दैनिक उहाँहरूलाई चाहिँ के भनियो भने एउटा पेपरमा उहाँ आफ्नो चाहिँ नाम लेख्ने अनि 6 घन्टामा अक्सिजनको मात्रा, ज्वरोको मात्रा राख्ने र त्यति बेला के छ कम्प्लेन लेख्न लाउने, अनि दैनिक फलो गर्नलाई 6 घन्टामा यो हेर्ने अनि फोटो खिचेर मलाई चाहिँ पठाइदिनुहोस्, भाइबरमा, वाट्सएपमा, फेसबुकमा पठाइदिनुहोस् भनेर चाहिँ फलो गरियो। यसरी होम आइसोलेसनमा बस्दा बढी सुरक्षित भइन्छ, आफै मात्रै यो गर्नुभन्दा कसैसँग एट्याच भएर बस्न फाइदा हुन्छ। सरकारले आइसोलेसन नबनाएर भन्दा नि यसो छ, पछिल्लो समयमा त कम्युनिटी लेभलमा पनि आइसोलेसन भयो, सबै कम्युनिटीले चाहिँ आइसोलेसन बनाए। यसको फाइदा भने घर बस्न डराएको मान्छे त्यहाँ जानुभयो, फाइदा भयो। तर यसको बेफाइदा भने चाहिँ एउटा अक्सिजन ठाउँ ठाउँमा अक्सिजन होल्ड भयो, अर्को चाहिँ आइसोलेसन खोल्दैमा बिरामीले उपचार पाउने भन्ने त भएन, त्यही लेभलमा चाहिँ चिकित्सक टोली स्वास्थ्य कर्मी चाहियो, बस्ने ठाउँ चाहिँ भयो। तर दुईटा बेफाइदा, एउटा स्वास्थ्य कर्मीको अभाव, अर्को चाहिँ अक्सिजन भनौँ न एउटा टोलमा एउटा आइसोलेसन गरेपछि कम्तीमा 10 देखि 15वटा सिलिन्डर त त्यहाँ होल्ड हुने भयो, सेन्ट्रल लेभलमा चाहिँ पाइएन, त्यो हिसाबले यी चाहिँ बेफाइदा भयो। अक्सिजन सर्टेज हुनुको कारण यो पनि एउटा यो पनि हो। अर्को सुरुमा हामीले दोस्रो वेभ सुरु हुँदाखेरि इन्डियामा जुन खालको चाहिँ दोस्रो वेभको प्रभाव पर्यो, मानिसहरूले घर घरमा चाहिँ त्यो एलपिजी ग्यास जस्तै सिलिन्डर चाहिँ थुपार्न थाले, यो पनि बिचमा ल्याक भएको जस्तो उपचार गर्नुपर्ने अस्पतालमा चाहिँ अक्सिजन छैन, तर मान्छेले पहुँचवालाहरूले घरमै लगेर स्टक राखे, घरमा अक्सिजन नभएको अवस्था थिएन, राखेको छ मान्छेले। कतिपय त पहिलेदेखि दमका बिरामीहरूको घरमा त पहिलेदेखि अक्सिजन पनि छ, फेरि नभएको होइन, ती बाहेक पनि चाहिन्छ होला भनेर अक्सिजन होल्ड गर्न पनि थाल्यो, एउटा त्यो कारणले अभाव भयो। अर्को चाहिँ जस्तै हाम्रै हस्पिटलको क्यापेसिटी नै पहिला 150 हाराहारी सिलिन्डर 100 देखि 150 खपत हुन्थ्यो, यो पालिको वेभमा 300 खपत भनेपछि यति धेरै केस आयो कि तयारी पनि कतिलाई तयारी गर्ने हो, यो पूर्वानुमान गरेकै हो, इन्टु 5 गुणा गरेर अघिल्लो भन्दा 5 गुणा गरेर तयारी गर्दा पनि अहिले त 300 सिलिन्डर चाहिँ हाम्रो खपत भयो। यस्तै अब हाम्रोमा 300 भयो भने जस्तै अरू हस्पिटलमा पनि त्यही भयो होला। त्यही भएर अक्सिजन अभाव एउटा चाहिँ हाम्रो घर घरमा टोल टोलमा राखियो, अर्को चाहिँ केस नै पिक नै यति छिटो पिक आयो कि 10 जनालाई लगाउनु पर्ने हुन्थ्यो, एकैचोटि 100 जनालाई लगाउनु पर्यो भनेपछि त्यहाँ पनि अपुग भयो। त्यो हो अवस्था अक्सिजन। यो पनि पाटो भयो। अर्को पाटो अब चाहिँ होम आइसोलेसनको अलिकति हामीले जो चाहिँ विश्लेषण गर्दाखेरि किर्तिपुरमा जुन आयुर्वेदिक तालिम केन्द्रमा आइसोलेसन सञ्चालन गत वर्षदेखि नै छ, अहिले पनि आजसम्म पनि छ त्यहाँ है।
त्यहाँको एउटा राम्रो पक्ष मैले के देखेँ भने त्यहाँ सङ्क्रमित भएर चाहिँ अब कोठामा एक्लै गुम्सिएर बस्नु एउटा कुरा भयो। दोस्रो कुरा अर्को सबैको घरमा चाहिँ त्यसरी चाहिँ आइसोलेट भएर बस्न सक्ने टाइपको व्यवस्था नहुनु पनि सक्छ। त्यो कमन टोयलेट, कमन अब ल्याडर, कमन अब ढोका सबै कुराले सङ्क्रमण फैलिने सङ्क्रमण डर बढेको कारण यो पनि हो कि जस्तो पनि देखिन्छ। र अर्को कुरा भनेको त्यहाँ आयुर्वेदिकमा चाहिँ विभिन्न जिल्लाका विभिन्न ठाउँका सङ्क्रमित मानिसहरू त्यहाँ अब त्यहाँको जीवनशैली मैले दिनदिनै हेरेँ। बिहानदेखि त्यहाँ चाहिँ अब एक्सर्साइज योगा गराउने, अब गीत नाच लगाउने, त्यहाँ अनि दिनको चाहिँ 4 साग टन्न मासु भात खुवाउने है। त्यो इन्भाइरोमेन्टले चाहिँ त्यहाँ चाहिँ एउटा के भने धेरै राम्रो चाहिँ भएको जस्तो मैले महसुस गरेको कुरा। त्यो पनि एउटा पार्ट हो। मेन्टल हेल्थको पनि केयर गर्ने भनेर अहिले त यो पछिल्लो समयमा आएर यो मेन्टल हेल्थको जुन कुरा छ होइन, मानसिक मेन्टल हेल्थ यो सँगसँगै ट्रिटमेन्ट सँगसँगै भनौँ न यो कोरोनाको एउटा पार्ट पनि मेन्टल हेल्थ थियो। त्यति बेला चाहिँ होम आइसोलेसनमा अथवा आइसोलेसनमा अथवा क्वारेन्टाइनै भनौँ न, लकडाउनै महिनौँ लकडाउन भयो। त्यो लकडाउनमा कसरी चाहिँ आफू मानसिक रूपले चाहिँ तन्दुरुस्त हुने, योगा गर्ने हो कि ध्यान गर्ने हो कि सामाजिक रूपमा सक्रिय रहने हो कि होइन। त्यति बेला त सोसल डिस्टेन्स भन्दा नि फिजिकल डिस्टेन्स भौतिक दूरी हो। हामी फेसबुकमा कुरा गर्न सक्थ्यौँ, फोनमा भिडियो च्याट यी सबै गर्न सक्थ्यौँ। यी कुराहरूलाई प्रविधिको जमाना छ हो, यी कुराहरूलाई पनि ध्यान दिएको थियो। हजुरले भने जस्तै पक्कै पनि कीर्तिपुर आयुर्वेदले जुन गर्नुभयो त्यो एकदम राम्रो होइन, हामीले मान्नै पर्ने। बिचमा मेन्टल हेल्थको कुरा पनि ख्याल गरेर राखिदिनु भयो, बिरामीहरूलाई सहयोग भयो त्यसले। बाल मन्दिरका चाहिँ 53 जना त्यो बालबालिकाहरू सबै त्यहाँ चाहिँ त्यहाँको 10 दिनको त्यहाँको वातावरण बसेर सङ्क्रमण मुक्त भएर चाहिँ फर्के। हजुर, दुईटा बाल मन्दिरका बालबालिकाहरू, यो एउटा राम्रो पक्ष भयो। र अब कोभिड अस्पताल हाम्रो एपिएफ अस्पताल अब हामीसँग धेरै समय त छैन, तैपनि अब हामी विभिन्न माध्यमबाट सम्वादमा रहिरहन्छौँ दर्शक। कोभिड अस्पतालमा यहाँले आइसोलेसन र यहाँको चाहिँ यो जुन मेडिकल टिमको पार्ट हुन्छ होइन, त्यो बिचमा कसरी यहाँले चाहिँ त्यो उपचारको प्रविधिसँग कसरी जोड्नु भएको छ? त्यहाँ मान्छेलाई यो खुल्दुरीको विषय कि कसरी उपचार कोभिडले एपिएफ अस्पतालले कसरी यो उपचारमा चाहिँ सफलता पाए? एउटा त मैले अघि पनि भनेको टिमवर्कको कुरा थियो। टिमवर्कको कुरा भयो, एउटा लिडरसिपको सङ्गठनकै लिडरसिप पनि हाम्रो एकदम राम्रो। हाम्रो आइसा निरन्तर आइरहने होइन, हामीलाई चाहिँ गाइड गरिरहने, परेको माथिल्लो लेभलमा परेको सहयोग गर्ने, गएर भन्नुपर्ने ठाउँमा भन्ने, सामु अपुग भयो भनिदिने। त्यसपछि हस्पिटलको लिडरसिप, हस्पिटलको सर पनि डाइरेक्टर सर पनि सबै कुरामा सपोर्ट गर्ने, हामीलाई होइन चाहिएको कुराहरू पुर्याइदिने। त्यसपछि अर्को चाहिँ टिमवर्कको कुरा रह्यो। टिमवर्कमा हामी मैले अघि पनि भनिहालेँ, म फलानु स्पेसालिटीको डाक्टर, म फलानुको भनेर हामी अड्केनौँ। त्यति बेला सबै डिजास्टरको कुरो थियो होइन। डिजास्टरमा चाहिँ सबैजना डाक्टर होइन, फलानु स्पेसालिटी भन्दैन, हामी एज अ होल टिमवर्कमै छिर्यौँ। यसले गरेर चाहिँ हाम्रो मेडिकल म्यान पावर बढ्यो, एउटा सफलताको कारण यो भयो। अर्को चाहिँ हामी ट्रेनिङहरू प्रिभेन्टिभ जुन बस्नको लागि ट्रेनिङका कुराहरू हामीले भनौँ न, इलेक्ट्रिसियनलाई पनि यी कुराहरू सिकायौँ। हस्पिटलको इलेक्ट्रिसियन, प्लम्बर, प्रशासन सबैलाई यो कुरा किन सिकायौँ भने बस्न त सबैलाई पर्ने हो होइन, यो कुरा सिकायौँ। पछि गएर भित्र गएर कसैले चाहिँ भनौँ न बत्ती बिग्रियो भने इलेक्ट्रिसियनले बनाउने, अहिले त बनाउन सक्दैन। उहाँहरूलाई नि भित्र जाँदाखेरि त्यो पिपिई भनेर जुन जम्पसुटहरू हुन्छ कसरी लगाउने, कसरी फुकाल्ने, फुकाल्दा के गर्नुपर्ने, यो कुरामा ध्यान दियौँ। त्यसपछि अर्को चाहिँ यही तालिमकै सिलसिलामा चाहिँ कस्तो गरियो भने हाम्रो त अस्पताल मात्रै नभएर हाम्रो त सिपाहीहरू छन्, बोर्डर हेरिरहेको फ्रन्टलाइनरहरू छन्, उहाँहरूलाई नि काम लाग्ने गरेर एउटा भिडियोहरू बनाइयो। त्यो भिडियोमा चाहिँ यस्तै पिपी भन्ने जुन यो सेतो लुगा हुन्छ जम्पसुट कसरी लाउने, सरल भाषामा कसरी लाउने, कसरी फुकाल्ने भनेर त्यहीलाई आधार मानेर ट्रेनिङ गर्दै गयौँ। त्यसपछि हस्पिटलमा चाहिँ कस्तो सेटअप गऱ्यौँ भन्दाखेरि क्रस कन्टामिनेसन नहुने गरेर होइन, तपाईँको एउटा बिल्डिङ अर्को बिल्डिङ गऱ्यौँ। त्यसपछि ड्युटी स्टेसन एउटा ठाउँमा राख्यौँ, कुन ठाउँबाट चाहिँ कसरी लुगा लाएर छिर्ने, त्यसपछि कहाँबाट फुकालेर कता गएर नुहाएर कसरी आउने, लुगाहरू कसरी डिस्पोज गर्ने, वेस्ट म्यानेजमेन्ट कसरी गर्ने, लुगा कसरी धुने होइन, यस्ता कुराहरू सबै कुरा चाहिँ एउटा टिमवर्क बसेर सल्लाह गरेर एउटा गाइडलाइनहरू बनायौँ होइन। यही निर्देशिकाहरू फलो गरियो। यसले गर्दाखेरि चाहिँ सायद हामी सफल भइयो होला भनौँ।
र भगवानको आशीर्वाद यो अनुभव चाहिँ यहाँसम्म यो अनुभव चाहिँ अवश्य गर्दै सिक्दै गर्नुभयो कि अथवा चाहिँ यहाँले पनि तालिम लिएर कोही त्यस्तो गर्नुभएको हो कि यो त सुरुमा आउँदा नामै नोभल कोरोना भाइरस नयाँ होइन नयाँ आएकै छ नयाँ नयाँ गाइडलाइन्स आउँथे हामी पनि WHO CDC बाहिरको चाहिँ यिनीहरू फलो गरेर इन्डियाको गाइडलाइन्स यिनीहरू फलो गरेर चाहिँ हामीले पनि सिक्दै गयौँ अब ठ्याक्कै तालिम भनेर त बनिसकेको थिएन रोग नै त नयाँ थियो सिक्दै थियौँ हामी पनि सिक्दै पढाउँदै सिकाउँदै यसरी चाहिँ अगाडि बढ्यो यो त अझै पनि हामी सिक्दैछौँ अहिले पछिल्लो समयमा आएर पोस्ट कोभिड सिक्दैछौँ हजुर तुलनात्मक रूपमा नेपाल प्रहरीले चाहिँ बढी क्षति भोगेको छ जनपद प्रहरीले त्यतिको चाहिँ सायद सशस्त्र प्रहरीमा भएन त्यो कुरा एउटा राम्रो पक्ष त्यसलाई त्यसरी नै बुझ्न सकिएला अर्को तयारी पनि राम्रो भयो भनेर बुझ्न सकिएला अर्को त उहाँहरूको फोर्स नै त ठुलो छ फेरि 70,000 75,000 हाम्रो 35,000 भनेपछि सङ्ख्याले पनि स्वाभाविक कुरा त्यसले पनि फरक पर्न सक्छ र डाक्टर साहब अनि पछिल्लो समयमा यहाँले अस्पताल यहाँको विज्ञता यहाँको चाहिँ जुन व्यवस्थापकीय पक्ष यहाँको अनुभव जुन छ यो कुरालाई अस्पतालमा मात्र सीमित नराखिकन समुदायमा पनि यहाँले चाहिँ साझेदारीको उसमा चाहिँ आउनु भएको छ यो कुरालाई चाहिँ जस्तो किर्तिपुर नगरपालिकामा भयो चन्द्रगिरीमा भयो यो कुरालाई चाहिँ यहाँले कसरी अगाडि बढाइरहनु भएको छ यो पोस्ट कोभिडको अथवा चाहिँ सम्भावित थर्ड वेभको चाहिँ पूर्व तयारी हजुर अब थर्ड वेभ नै ल्याइहाल्नु भयो होइन थर्ड वेभ सम्भावित भने मैले आउन सक्ने सम्भावना त रह्यो अहिले हालसालै केस बढ्न पनि सक्छ बिचमा चाहिँ हाम्रो मुभमेन्ट थिएन अहिलेको समयमा आएर मुभमेन्ट आवत जावत बढेछ पसलहरू सबै खुल्या छन् होइन सायद केस बढ्ला कि तेस्रो वेभ बढेको पनि हिजोसम्म बढेको कुरा पनि आइरहेछ हजुर तेस्रो वेभ त लगभग आउँछ भनेर धेरैजनाको अनुमानै छ देशमा त आइसक्यो अथवा आउँदै पनि छ इन्डियामा नि अगस्तको कतिमा आउँछ भनेर होला छ सायद हाम्रोमा पनि आउला त्यस्तै अनि हामीले चाहिँ भनौँ न हजुरले अब कम्युनिटी लेभलमा सामुदायिक लेभलमा पनि गएर कसरी गर्नु जस्तै हामी किर्तिपुर नगरपालिकामा सरहरूको कोअर्डिनेसनमा चाहिँ आइयो अलि अगाडि हामीले चाहिँ आइसोलेसन कसरी गर्ने भनेर सल्लाह पनि गऱ्यौँ फिल्ड भिजिट पनि गऱ्यौँ त्यसपछि हामीसँगै एपिएफ अस्पतालमा हामीले गरेका जुन इन्टरेक्सन प्रोग्राम एउटा गरियो हाम्रो एक्सपिरियन्स सेयर गर्यो हामीले जे कुरा तालिम गरेका थियौँ त्यही नै किर्तिपुर अस्पताल भनौँ न विष्णुदेवी अस्पतालको एउटा टोली गएर हामी 16 जनाको टोली गएर चाहिँ हामीसँगै सल्लाह गरेर एउटा तालिम जस्तो सञ्चालन गर्यौँ आज हामी यहाँ डिस्कस पनि गर्दैछौँ अहिले त्यस्तै अरू ठाउँबाट पनि एप्रोच भइरहेको हुन्छ हामी जसले एप्रोच गर्नुहुन्छ हामी सबैलाई चाहिँ हामीले सिकेका कुराहरू एक्सपिरियन्स फिल्ड भिजिट पनि गरेर र हामीले गरेका तालिम पनि सँगसँगै यसरी गरेका थियौँ हामीले भनेर पनि अगाडि बढिरहेको छौँ अहिले चाहिँ तालिममा हुन त म सहभागी हुन सकिनँ त्यो दिनमा यहाँको तालिम चाहिँ प्रिभेन्टिभ मेजर खालको पनि छ कि अथवा चाहिँ सङ्क्रमित भइसकेपछि कसरी चाहिँ त्यसलाई उपचार गर्ने भन्ने कुरा त्यति बेला कस्तो भयो भने हाम्रो म्यानेजमेन्ट त म्यानेजमेन्ट तर बडी चाहिँ प्रिभेन्टिभ अथवा बिरामीको उपचार कसरी गर्ने भन्ने कुरा त गाइडलाइनहरू एकदम क्लियर निर्देशिकाहरू छन् के भयो भने के उपचार दिने भनेर हामीले चाहिँ बडी प्रिभेन्टिभ र अरू म्यानेजमेन्टको पाटो भनौँ न फोहोरलाई चाहिँ कसरी व्यवस्थापन गर्ने होइन त्यसपछि यही जुन पिपी भनेर जम्पसुटहरू हुन्छ यी कसरी लगाउने मास्कहरू कस्ता छन् त कति तरिकाको मास्क कसले कुन बेलामा कस्तो मास्क लाउने लगाएपछि कसरी फाल्ने होइन त्यसपछि इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोलका कुराहरू इन्फेक्सन कसरी सर्दो रहेछ त अनि कसरी जोगिने सरेपछि के हुने कसरी जोगिने यी सँगसँगै कोभिडको बारेमा चाहिँ अलिअलि भ्रम पनि छन् जुन यी भ्रम र यथार्थ के यी कुराहरू पनि गरियो हाम्रो तालिममा हजुर यो तालिमलाई चाहिँ अझै यहाँले चाहिँ समुदायको चाहिँ आवश्यकता अनुसार चाहिँ अगाडि बढ्नुहुन्छ यहाँ हजुर हामी यो तालिमलाई अझ कसरी गरिरहेछौँ भने बेसिक कुरा त त्यही नै भयो तर अब कस्तो खाले पार्टिसिपेन्ट आउनुहुन्छ हेल्थ केयर आउनुहुन्छ भने त्यही लेभलको कुरा राख्छौँ सामान्य मान्छे पनि आउनुहुन्छ अरू फ्रन्ट समुदाय लेभलको मान्छे पनि आउँछ उहाँहरूलाई त्यही लेभलको कुरा गर्छौँ हामी बेला बेलामा पुनः समुदायहरूले एप्रोच गरेको कन्डिसनमा जुम मिटिङ गरेर जुममा पनि हामी सरसल्लाह गर्छौँ के छ हाम्रो एक्सपिरियन्स त्यता पनि सेयर गरिराखेका छौँ भन्नाले अब चाहिँ केही गरी अब यो चाहिँ
अक्टोबर सेप्टेम्बरतिरकै टार्गेट गरौँ। जसरी दोस्रो वेभ जसरी आयो नि, हामीले एउटा अब तयारीको समय नै हामीसँग भएन, त्यसरी आइदियो। तेस्रोलाई पनि अब सम्भावित उसमै हामीले अब कल्पना गर्दै कुरा गर्दाखेरि कम्युनिटी लेभलमा जुन खालको आइसोलेसन बनाउने र त्यहाँ के गरी सङ्क्रमितहरू धेरै भयो भने त्यहाँ व्यवस्थापन गर्ने, अस्पतालसम्म नपुग्नु अगाडिसम्मको एउटा प्राइमरी ट्रिटमेन्ट भनौँ न, त्यो एउटा खालको। अथवा अर्को भन्दाखेरि चाहिँ सङ्क्रमणको चक्र मतलब तोड्ने हिसाबले पनि त आइसोलेसन जरुरी छ। यसलाई अब के छ, अब हामी पब्लिकले चाहिँ हामीले पूर्व तयारी गर्न सक्ने के हुन्छ? योभन्दा अलिकति अगाडिको लागि जुन तयारी गरिरहेकै अवस्था हो होइन, सेकेन्ड वेभको लागि तयारी थियो नभएको अलिक भन्नु किन मिल्दैन भने अक्सिजन प्लान्ट भगाभग राख्न थालियो होइन। अक्सिजन प्लान्ट त न त जरुरी थिएन नि, त्यसरी तयारीको पार्ट हो एउटा। हाई केयर विभिन्न अस्पतालहरूलाई हाई केयर बनाउनलाई यो हाई केयर एसडियू भन्ने युनिट बनाउन थाल्यो, त्यो पनि एउटा तयारीको पार्ट थियो। हस्पिटलहरूको बेड सङ्ख्या थपियो, त्यो पनि एउटा तयारीको पार्ट थियो। ट्रेनिङहरू त चलि नै रहेको थियो, त्यो पनि तयारीको पार्ट थियो। तयारी नै नभएको भन्नलाई ठ्याक्कै भन्न त नमिल्ला। तर अहिले पछिल्लो यो सेकेन्ड वेभमा के भयो भने सङ्क्रमण दर बढी भएको भएर चाहिँ यो यसरी हेल्थ सिस्टम क्रास भएको हो कि भन्ने अनुमान हो। त्यसपछि थर्ड वेभलाई सामुदायिक स्तरमा के गर्ने त, कम्युनिटी लेभलले के गर्ने भन्दा सबभन्दा पहिला त जनस्वास्थ्यका यी जुन मापदण्डहरू छन् यी चाहिँ पूर्ण रूपले पालना गर्नै पर्छ। यो कुरा यसको ठुलो रोल छ होइन। एउटा मास्कले कति कुरा जोगाउँछ, हात धोएरै कति कुरा जोगाउँछ होइन, यी कुरा जनस्वास्थ्यको मापदण्ड। त्यस्तै हाम्रो चाहिँ भनौँ न क्राइटेरिया जुन सरकारले निर्देशिकाहरू बनाएछ, क्राइटेरियाहरू बनाएछ, त्यसको क्राइटेरियामा भएका कुराहरू चाहिँ हामीले मास्क लाउने भनि नै हाले। त्यसपछि भ्याक्सिनेसनमा जो पर्छ नि, भ्याक्सिन खोपको लागि क्राइटेरिया तोकेको छ सरकारले, यतिदेखि यति उमेरलाई अथवा यो कन्डिसनलाई लाउने भनेर जो जसलाई मिल्छ, जो क्राइटेरियामा पर्नुहुन्छ उहाँहरूले भ्याक्सिन पनि लगाइदिनु पर्यो। त्यसपछि आइसोलेसन चलाउने कि नचलाउने त समुदाय स्तरमा भन्ने यो कुरा चाहिँ कन्फ्युजनको कुरा हुनसक्छ। समुदाय स्तरमा आइसोलेसन भनेको कुन कन्डिसनलाई के को लागि चलाउने भन्ने कुरा चाहिँ छ। अब हस्पिटलकै उपचार काट्नलाई चाहिँ गर्न सकिँदैन होइन। तर हजुरले अघि भने जस्तै घरमा बस्न नसक्ने अवस्था हुनसक्छ, बाथरुम एउटै होला, किचन एउटै होला, अथवा रुमै सेयर गर्नु पर्ला। यस्तो कन्डिसनमा कम्युनिटीले बनाएको आइसोलेसन काम लाग्ला। तर बिना स्वास्थ्य कर्मी चाहिँ गर्नु भएन भनेको स्वास्थ्य कर्मी मानौँ न आफ्नो समुदायमा छैन भने कसरी हुन्छ, कसलाई एप्रोच गरेर दिनको एकचोटि भयो नि भिजिट गर्ने व्यवस्था गरेर चाहिँ आइसोलेसन हामीले चलाउन सकिन्छ। त्यसै चलाउनु मिनिमम त्यसको आइसोलेसनको मिनिमम रिक्वायरमेन्ट्समा पर्छ त्यो पनि होइन। स्वास्थ्य कर्मी नभइकन हजुर हो त्यो बेडमा राखेर त हुनु भएन। हजुर। र अब दर्शक अब हामी कार्यक्रमको अन्तिम चरणमा अन्तिम समयमा छौँ, निर्धारित समय सकिँदैछ र फेरि पनि हामी विषय प्रसङ्गले जोडिरहन्छौँ। र अन्तमा मलाई सोध्न मन लागेको कुरा चाहिँ जस्तो एपिएफ अस्पतालमा दोस्रो वेभमा उपचारको क्रममा धेरै मानिसहरू नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्यान जोगिएको छ र त्यसरी क्रिटिकल कुनै त्यस्तो केस आएको भनौँ न, मतलब सिङ्गो त्यहाँको अब म्यानेजमेन्टलाई नै एउटा च्यालेन्ज हुने खालको कसरी यो भयो भन्ने खालको प्रश्न उठ्ने खालको त्यस्तो केही कोही बितेको त्यसरी त्यस्तो केसहरू त्यस्तो छैन सर। त्यस्तो अवस्था खासै हाम्रो चाहिँ धेरै कुरा प्लान नै हुन्छ अनि धेरै कुरा सेयरिङ पनि फोनमै सेयरिङ पनि। पछिल्लो समयमा चाहिँ कस्तो रह्यो भने हामीले हेर्दाखेरि केस लोड धेरै भयो नि होइन। केस लोड त निकै धेरै थियो त्यति बेला, धान्नै नसक्ने भनौँ न। कहिलेकाहीँ वार्डमै पनि मृत्यु नभएको त होइन, वार्डमै पनि मृत्यु नभएको होइन, त्यस्तो अवस्था पनि थियो होइन। फ्लोरमा भुइँमा नभएर वार्डको बेडमा चाहिँ मृत्यु भएको अवस्था हो नभए होइन। र यो किन एक्सप्लेन गर्नुपर्ने अथवा आश्चर्य गराउनु पर्नेवाला कुरा थिएन, किनभने एक्सप्लेन चाहिँ हामी कसैलाई पनि एक्सप्लेन नगरिकन कन्डिसन पहिल्यै बताइन्छ। हामीले देखेर एसेस गरेपछि उहाँको फ्यामिली को हो होइन, गार्जियन को हो, उहाँहरूलाई चाहिँ अवस्था यस्तो छ। हामीले अहिले यहाँसम्म भनौँ न आइसियु त भएको 20वटा आइसियु पुरै प्याक छ भने हामीले राख्न सक्ने अवस्था हुँदैन। उहाँहरूलाई हामीले चाहिँ अहिले गर्न सक्ने भनेको यो लेभलको केयर दिने हो, यो हामी दिँदै गर्छौँ। मिनवाइल तपाईँले चाहिँ अरू ठाउँमा खोजिदिनुहोस् है भनेर सल्लाह गर्दै गरेको अवस्था नपाएर भनौँ न, दुर्भाग्यवश नपाएर चाहिँ
भयो मृत्यु नभएको त होइन होइन तर आश्चर्य गराउनु पर्ने कुराहरू चाहिँ खासै त्यस्तो अनुभव गर्नु परेन हजुर र यो पेन्डेमिक पिरियडमा आम जनमानसमा हुन त अब यो पोलिटिकल यो उसले हेरेसमेन्टले पनि होला सायद धेरैलाई चाहिँ के छ भने सरकारले केही गरेन सङ्क्रमणको बेला भन्ने केही गर्न सकेन यो यस्तो सङ्क्रमणमा भन्ने खालको एउटा पनि आम नेपालीको धारणा त्यो पनि बनिएको छ र अर्को चाहिँ स्वास्थ्यकर्मी नै भनौँ न स्वास्थ्यकर्मी सुरक्षाकर्मी जो फ्रन्ट लाइनर हुन् उनीहरूलाई पनि सरकारले आफ्नो ज्यानको सुरक्षा गर्न सक्ने खालको भित्रैबाट चाहिँ एउटा इन्करेज ड्युटीमा खट्नको लागि मैले गर्नुपर्छ है भन्ने खालको इन्करेज गर्न नसकेको स्वास्थ्यकर्मीले कामै नगरेको अवस्था पनि देखियो देशमा बिरा लिएर बसेको ड्युटीमा नगएको त्यस्तो पनि देखियो यो कसरी यहाँले चाहिँ यसलाई लिनुहुन्छ यसलाई सरकारलाई मात्रै दोष दिन ठिक हुन्छ उचित हुन्छ जस्तो मलाई लाग्दैन नगरेको भनेर किन भन्न मिलेन भने स्वास्थ्य मन्त्रालय नै तपाईँले चाहिँ यो बेलामा बुझ्नुभयो भने राति 8-9 बजेसम्म पनि मान्छे कामै गरिरहेको अब सरकारले गर्न खोजिरहेकै अवस्था हो त्यसपछि मनोबल बढाउनलाई भनौँ न इन्सेन्टिभ भत्ता पनि दिने कुरा गरेकै छ पुग्छ न दिने दिइरहेको पनि छ कति कन्डिसनमा दिइरहेको पनि छ त्यसपछि अर्को चाहिँ देशलाई सेवा गर्नलाई परेको बेलामा डिजास्टर हो नि त यो डिजास्टरमा त देशलाई आफ्नो देश सेवा गर्नलाई त के इन्सेन्टिभ चाहिने भन्दा नि आफै अगाडि सरेर गर्नुपर्ने हो कि त होइन इन्सेन्टिभ खोजेर कसैले मनोबल बढाइदिने भन्छ मनोबल बढाउने एउटा आफ्नो ठाउँमा छ मनोबल बढेपछि इफिसियन्सी अझ बढ्ला तर देशलाई सेवा गर्नलाई परेको बेलामा उतार्नलाई त पारित तार्नलाई त सबै अगाडि बढ्नुपर्ने होइन र यो डिजास्टर जस्तो कन्डिसनमा त आफै अगाडि सर्नुपर्ने हो मैले कतिसम्म देखेको छु भने घर बसिरहेको मान्छे हुन्छ नि चिकित्सकहरू नै घर बसिरहेको मान्छेहरू मैले के हेल्प गर्न सक्छु र भनेर एप्रोच गरेको पनि कन्डिसन छ 2-1 जना अपवाद हुनसक्छ होइन काम नगरेको अपवाद हुनसक्छ त्यो कुरा त होला नै होइन 100% नै पाइन्छ भन्ने होइन तर धेरैजनाले गरिरहेकै अवस्था हो अलिअलि खोट निकाल्न त जे गरे नि पाइन्छ 100% त कोहीमा नि मिल्दैन सरकारले नगरेको ठ्याक्कै भन्न सकिन्छ जस्तो लाग्दैन दुवैतर्फ भनौँ न सरकार र जनता सबै प्यारलली चल्नु पर्यो यो पेन्डेमिकमा चल्नु पर्यो र खासमा यो हुनुमा कारण कहीँ कम्युनिकेसन अब ल्याक अफ कम्युनिकेसन नै हुनसक्छ जस्तो अब देशको सिमानाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ होइन अनि चाहिँ अब छिमेकी देशबाट भगाभग मान्छे आएको छ सिमाना रोक्नु पर्यो भन्ने खालको अब त्यहाँ सिमाना रोक्नु हुने नहुने आफ्नो ठाउँमा छ फेरि हाम्रो नेपाली दाजुभाइ पनि फर्किरहेछन् होइन अब यो चाहिँ पेन्डेमिक पिरियडमा खास गरी सङ्क्रमणमा भनौँ न अब यो भुइँचालोको विपद जस्तो होइन यो सङ्क्रमणको पर्यो भाइरसको होइन यो बेला चाहिँ अब चाहिँ सिमाना अब हाम्रै काठमाडौँको राजधानीको सिमानामा पनि विवाद हुने गरेको छ यसलाई चाहिँ कसरी यहाँले व्यवस्थापन यो सङ्क्रमणमा कसरी चाहिँ सिमाना रोक्ने मुभमेन्ट घटाउनलाई हो होइन मुभमेन्ट घटाउनलाई नै हो सिमाना रोक्ने पक्कै पनि होइन यहाँको मान्छे अर्को ठाउँमा नजाओस् न सङ्क्रमण सँगै नजाओस् होइन अब कन्डिसन कतिपय समयमा सिमाना बन्दै नगर्न सक्ने अवस्था पनि हुन्छ जस्तै हाम्रो जस्तो ल्यान्डलक देश ल्यान्डलक कन्ट्रीमा ठ्याम्मै सिमाना रोक्दियो भने त अब देश चल्छ कसरी फेरि सबै कुरा बाहिरबाट निर्भर नै छ ऊ चाहिँ रोकेकै छ ल्याउनु पर्ने कुरा त ल्याउनै पर्यो होइन बाइलाइन ल्याउनु अब अन्तर्राष्ट्रिय सिमानामा एयरपोर्ट पनि पर्छ एयरपोर्ट त रोक्न सकिन्थ्यो र रोकिएकै छ चार्टर फ्लाइट बाइक उडाएको थिएन बल्ल हालसाल अब बल्ल खुल्दैछ यो जुन अर्को बोर्डरको कुरा गर्नुभयो ल्यान्डवाला बोर्डरको कुरा गर्नुभयो यो त सकेको नरोकेको त होइन सकेको त रोक्ने तर सामान्य ढुवानी गर्नुपर्छ त्यो कन्डिसनमा कसरी रोक्ने त फेरि त्यो अप्ठ्यारो पर्छ यसको इम्प्लिकेसन भनेको यसले कहाँ गएर लाग्छ भने मुभमेन्ट कम भयो भने केस कम हुन्छ भनेर लाग्ने हो होइन अति आवश्यक कुरा त गर्नै पर्यो फेरि यो अति आवश्यक कुरा गर्दाखेरि आवश्यक चाहिँ जुन जनस्वास्थ्यको मापदण्ड पालना गरेर गर्दाखेरि चाहिँ यो केस लोड घट्ला सङ्क्रमण दर घट्ला भनेर बुझ्नुपर्छ हामीले दर्शक धन्यवाद यहाँले नेवा एफएमको स्टुडियोसम्म आइदिनु भयो र कोरोनाको विषयमा हाम्रो श्रोताहरूलाई चाहिँ धेरै जानकारीमूलक कुराहरू आफ्ना अनुभवहरू सेयर गरिदिनु भयो लास्टमा अब भनौँ न चिकित्सक स्वास्थ्यकर्मीको नाताले एउटा प्रसङ्ग चाहिँ अहिले विश्वमा नेपालमा पनि अब 3 करोड नेपालीले अब खोप चाहिँ अब निश्चित वर्ग उमेर समूहले मात्र पाइरहेको अवस्था छ
यो के छ खोपको अवस्था चाहिँ अब सरकारले अब ल्याउँछु भन्ने पनि छैन अब खोप भन्ने पनि छ इन्डियाले अब कोभिसिल्ड त दोस्रो मात्रा दिएकै छैन यो खोपको विषयमा पनि केही खोपको विषयमा अघिल्लो प्रसङ्गमा थोरै कुरा त निश्चित वर्गले त लगाउनै पर्यो खोप भनेको अहिलेकोलाई अस्त्र नै खोप भनेर बुझ्नु पर्यो सामाजिक जुन कुराहरू छन् नि होइन जनस्वास्थ्यका मापदण्ड सहित खोप पनि जोडेर चाहिँ आउनु पर्यो अब खोप पुग नपुग भन्ने कुरा जस्तै हाम्रो 10% भन्दा अलिकति कम भनौँ न लगभग 10% मान्छेले चाहिँ खोप लगाइसकेको अवस्था अब दोस्रो डोज पनि पुरा गरेको लगभग 4% 5%ले दोस्रो डोज पुरा गरिसकेको अवस्था छ 10% कभरेज भनेको नराम्रो चाहिँ होइन साउथ एसियन कन्ट्रीमा बसेर एउटा लोवर मिडल इन्कम कन्ट्री भएर यति गर्नु भने नराम्रो त होइन त्यसमाथि नि अब नयाँ इम्पोर्ट गर्ने कुरा भइरहेकै अवस्था छ अब अहिले लगभग न्युजहरू फलो गर्दाखेरि चाहिँ चाइनाबाट जुन 40 लाख खोप आउँछ भन्ने कुरा छँदैछ त्यसपछि जुन इन्डियाबाट खोप आएन भन्ने कुरा छ यसको लागि चाहिँ सरकारबाट पहल नभएको होइन हामीले पनि फलो गर्दाखेरि पहल भइरहेकै बुझिन्छ डेनमार्कबाट आउने कि भन्ने एउटा हल्ला पनि थियो अब हामीलाई कोभिसिल्ड लाउनलाई 12 लाख मान्छेले सेकेन्ड डोज लगाइदिएपछि चाहिँ अरू सबैलाई भेरोसिल्ड चाइनाबाट जुन बनेको आएको भ्याक्सिन छ त्यो 40 लाख आएपछि लगभग हामीले धेरै कभर गर्छौँ त्यसपछि त भनौँ न एकै महिनामा पुरै 3 करोडलाई लाउने भन्ने कुरा होइन कि निश्चित वर्ग होला नि होइन बिस्तारै खुल्दै जाने अब खोप कसरी सुनिश्चित गर्छ कि गर्दैन सरकारले भन्दा मलाई लाग्छ गर्छ पहल भइ नै रहेको छ होइन जस्तो वैशाखको महिनामा चाहिँ कोभिसिल्डको पहिलो मात्रा लिएका ज्येष्ठ नागरिकहरूले अहिलेसम्म दोस्रो मात्रा पाउन सकेको थियो त्यो खोपको चाहिँ बीचको ग्याप चाहिँ पहिलो र दोस्रो बीचको ग्याप चाहिँ यो कुरा चाहिँ कसरी आएको छ भने यो मैले नितान्त मेरो व्यक्तिगत कुरा नभनिकन है यो चाहिँ गाइडलाइनले अहिले कस्तो निर्देशिकाले के भनेको छ भने पछिल्लो समयमा खोप नयाँ थियो नि त स्टडिजहरू हुँदै गयो रिसर्च हुँदै गयो जति बढी ग्याप राख्यो त्यति धेरै एन्टिबडी रेस्पोन्स आएको त्यति धेरै इफिकेसी भएको देखिएछ पछिल्लो समयमा यो युकेमा भएको अक्सफोर्डमा भएको स्टडी इन्डियामा पनि होइन यही कुरालाई फलो गरेर इन्डियाले चाहिँ आफ्नो नागरिकलाई 12 देखि 16 हप्ता 3 देखि 4 महिनामा दोस्रो डोज कोभिसिल्ड लगाउने भएको छ जति डिले गरेको छ नि उनीहरूले त्यति नै इफिकेसी एन्टिबडी रेस्पोन्स राम्रो भएको पाइएको छ भनेर युकेको स्टडी अक्सफोर्डको स्टडीले भनेको त्यही भएर वैशाख अथवा चैत हो हजुर चैतबाट लगाएकोले अहिले नपाउँदा 3 देखि 4 महिनामा लाउँदा अझै इफिकेसी देखिएको छ भने किन त्यसमा नलाउने यो चाहिँ खोप नभएर सरकारले ड्युरेसन बढाएको होइन कि इफिकेसी बढी देखेर चाहिँ ड्युरेसन बढायो त्यही भएर आत्तिहाल्न पर्ने अवस्था छैन हजुर यो कुरामा चाहिँ दुःख भयो हुन्छ अब सरकारले व्यवस्था गर्छ समयमा होइन यहाँको जिम्मेवारी पनि अत्यन्तै महत्त्वपूर्ण जिम्मेवारी छ र व्यस्त पनि हुनुहुन्छ यो समयमा यहाँको समय अत्यन्तै बहुमूल्य छ तसर्थ हाम्रो स्टुडियोसम्म आएर हाम्रो श्रोताहरूमा आज यति कुरा यहाँले राखिदिनु भयो फेरि हामी अब टेलिफोनको माध्यमबाट अथवा अनलाइनको माध्यमबाट हामी फेरि पनि अन्तर्क्रिया गर्नेछौँ र यहाँलाई धन्यवाद ज्ञापन पनि गरेँ र अब आफ्ना मनमा लागेको खुल्लुली म यो कुरा भन्छु भने विचार गरेर यो प्रसङ्गै आएन भन्ने खालको कुनै त्यस्तो कुरा रह्यो भने त्यो पनि त्यस्तो केही दर्शकलाई हाम्रो श्रोताहरूलाई ठिक छ सर अब यसरी भनौँ न एप्रोच भएर आफ्नो कुराहरू राख्न पाउँदा एकदम खुसी लागेको छ सर आफ्नो एक्सपिरियन्स सेयर गर्न पाइयो समुदाय स्तरमा भनौँ न हामी 10-12 जनालाई ट्रेनिङ दिनु र अहिले त हजारौँ लाखौँ मान्छेले सुनिरहेछन् होइन यो कुरा आफ्नो विचार राख्न पाउँदा एकदम खुसी लागेको छ अनि अब जुन मैले भन्छु नै भनेर आएको कुरा चाहिँ भ्याक्सिनको जुन कुरा थियो होइन हजुरले राखिहाल्नु भएको कुरा प्रष्टै भयो अर्को कोभिड लागेपछि पनि होइन सधैँलाई चाहिँ अब फेरि कोभिड लाग्दैन भन्ने कुरा होइन कोभिड लागिसकेपछि पनि र नलागेका पनि सबैले जनस्वास्थ्यका मापदण्ड चाहिँ सधैँ नै पालना गरौँ होइन निश्चित वर्गले भ्याक्सिन पनि लगाइदिउँ र फेरि पनि केही मेरो जरुरत पर्यो अथवा एक्सपिरियन्स सेयरिङको कुरा भने पक्कै पनि म एभाइलेबल हुने नै छु यति भन्दै फेरि धन्यवाद नमस्कार निर्णय अनक नेवा एफएम दबु ज्याजोले थौ नेपाल एफएफ अस्पताल बलम्बुया डाक्टर आशिष थापा वेको प्रहरी नायब उपरीक्षक वेको अस्पतालसम्म जिम्मेवार आइसोलेसन वेको निधो निषेध जैन चुनाव दिनु ल
थमे नेवा एफएम या ठुकु ज्याजोले वेक या अनुभव सेरेनो जुल ठुकु ज्याजो छि थौ सनीले खोताइले हाक्न नेनफैको जानकारी लिसे थौ या ठुकु ज्याजोलो डाक्टर आशिष थापा नापजी न ठौ या ज्याजोलो बा प्राइवेट कथा ग्वान चुन दिउदु सुशान्त श्रेष्ठ नाप दिलीप कुमार महर्जन अथे रोबिन महर्जन पिन्तन सुबा देसासे चिगुदी भिजिमा सुबा जेमा भए